तपाईले मेरो सेयर र डिम्याट एकाउन्ट नवीकरण गर्न त छुटाउनु भएको छैन। यो असारको लास्ट असार मसान्तमा हामीले प्रत्येक वर्ष मेरो सेयर र डिम्याट एकाउन्ट नवीकरण गर्नुपर्ने हुन्छ। त्यसका लागि म आजको यो भिडियोमा तपाईहरुलाई मेरो सेयर र डिम्याट एकाउन्ट कसरी नवीकरण गर्ने अथवा रिन्यू गर्ने भनेर सिकाउन गइरहेको छु। त्यसका लागि भिडियो लास्टसम्म हेर्दिनु होला र म तपाईहरुलाई स्टेप बाइ स्टेप तपाईहरुलाई सिकाउने छु। तपाईले फर्स्टमा तपाईको मोबाइलमा रहेको अथवा ल्यापटपमा रहेको कम्प्युटरमा रहेको मेरो सेयर एपलाई खोल्नु होला। लगइन गरेर तपाईहरुले यसरी तपाईहरुको माथि प्रोफाइल आइकन देखाएको हुन्छ, त्यहाँ टच गरेर तपाईहरुले प्रोफाइलमा जानु होला। जसमा तपाईहरु प्रोफाइलमा गइसकेपछि तपाईहरुको यसरी तल रिन्यू एकाउन्ट भनेर ठुलो अक्षरमा लेखेर देखाएको हुन्छ। यी सेवा खल्ती, आइएमई पे र कनेक्ट आइपीएस बाट पनि गर्न सक्नुहुन्छ। म तपाईहरुलाई यी सेवाबाट सिकाउने छु। यी सेवाबाट तपाईहरुले यहाँ मेरो सेयर र डिम्याट नवीकरण गर्न पनि सक्नुहुन्छ, मेरो सेयर मात्रै पनि नवीकरण गर्न सक्नुहुन्छ र डिम्याट मात्रै पनि नवीकरण गर्न सक्नुहुन्छ। त्यसैगरी अहिले हामी मेरो सेयर र डिम्याट नवीकरण गर्छौं र यसको शुल्क रहेको छ 150। तपाईहरुले त्यसैगरी यसलाई कति वर्षको लागि नवीकरण गर्ने त? एक वर्ष, 10 वर्ष, 5 वर्ष तपाईहरुको मर्जी अनुसार हुन्छ। तपाईले जति वर्ष बढाउँदै लाग्नुभयो त्यति नै तपाईहरुले अलि सस्तोमा नवीकरण गर्न सक्नुहुन्छ। अहिले म 1 वर्षको लागि मात्र नवीकरण गर्छु र अहिले तपाईहरु फेरि यहाँ अकाउन्ट पनि मेन्सन गर्न सक्नुहुन्छ। म अहिले एउटा अकाउन्ट मात्र नवीकरण गर्छु। त्यसका लागि तपाईहरुले प्रोसिडमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईहरुको देखाउँछ अनि तपाईहरुले यहाँ आफ्नो इसेवा आइडी हाल्नु होला। तपाईहरुले इसेवा आइडी हानेर आफ्नो पासवर्ड पनि अथवा एमपिआइएन पनि हान्दिनु होला। त्यो राखिसकेपछि तपाईहरुको मोबाइलमा ओटीपी आउँछ। त्यो ओटीपीलाई तपाईले यसमा राख्दिनु होला। देख्न सक्नुहुन्छ मेरो आइसकेको छ। यो ओटीपीलाई म यहाँ राख्छु। यहाँ ओटीपी राखिसकेपछि तपाईहरुले भेरिफाई गरिदिनु होला। यति भेरिफाई गरिसकेपछि तपाईहरुले कन्टिन्यू गर्नु होला र कन्टिन्यू गरिसकेपछि तपाईको एउटा यस्तो तपाईहरुले एउटा स्लिप पाउनुहुन्छ अथवा पीडीएफ पाउनुहुन्छ जो तपाईले स्क्रिनशट पनि राख्न सक्नुहुन्छ र यसलाई डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईको डिम्याट एकाउन्ट र मेरो सेयर एकाउन्ट रिन्यू भयो। अब तपाईहरुले मज्जाले यो वर्ष पनि आएका आइपीओहरु खरिद बिक्री गर्न पाउनुहुन्छ र तपाईहरुले आइपीओहरु भर्न पनि पाउनुहुन्छ र तपाईहरुले मेरो सबै गर्न पाउनुहुन्छ। हुन्छ, आजको भिडियो यति नै। यस्तै भिडियो लिएर आउने नै छु। त्यतिसम्मका लागि मलाई बिदा दिनुहोस्। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र भिडियो